नमस्कार, म छिनिङ मगर। आज म बिममा लागेका सपोर्टहरूको रियाक्सन चाहिँ पत्ता लगाउन गइरहेको छु। यो अप्लाइड मेकानिक्स सब्जेक्टको डिप्लोमा र ब्याचलर लेभलमा एकदम जान्नै पर्ने कुरा चाहिँ रहेको छ। हामीले बिएमडी, एसएफडी बनाउनुभन्दा अगाडि पहिला चाहिँ सपोर्ट रियाक्सन चाहिँ निकाल्न चाहिँ जान्नुपर्छ। अब यो मेरो एउटा क्वेसन रहेको छ, क्यालकुलेसन अफ सपोर्ट रियाक्सन अफ बिम भनेर मैले टपिक्स राखेको छु। यसमा चाहिँ क्यालकुलेट द सपोर्ट रियाक्सन भनेर रहेको छ। अब यो एउटा बिम रहेको छ, एदेखि यो बीसम्म, यो ए भयो, यो बीसम्म एउटा बिम छ। यो एबी बिममा चाहिँ डिफ्रेन्ट लोडहरू लागेको छ। यो जस्तो एबीमा एउटा लोड, सीमा एउटा लोड, डीमा एउटा लोड, ईमा एउटा लोड, बीमा एउटा लोड, यसरी लागेको छ यो बिममा। र यसै गरी यो ए र बीमा चाहिँ दुईवटा सपोर्ट लागेको छ। जहाँनिर सपोर्ट हुन्छ त्यहाँनिर के हुन्छ त, रियाक्सन हुन्छ। अब हाम्रो सपोर्टहरू एकचोटि हामी चाहिँ सपोर्टको बारेमा चाहिँ हामी बुझौँ। हाम्रो सपोर्टहरू चाहिँ के हुन्छ भनेर बुझौँ है त। अब सपोर्टहरू चाहिँ तीन टाइप्सको हुन्छ। एउटा चाहिँ के हुन्छ, हिङ सपोर्ट हुन्छ, हिङ सपोर्ट भनेर भन्छौँ हैन। यो भनेको यो खालको सिम्बलले चाहिँ यसले चाहिँ जनाइन्छ। यसको चाहिँ रियाक्सन कस्तो हुन्छ भन्दा, यो बिम भयो, यो बिममा चाहिँ यसरी इन्क्लाइन मुखी रियाक्सन लाग्छ। अब यसको चाहिँ दुईवटा, एउटा चाहिँ होरिजेन्टल कम्पोनेन्ट, यसलाई रिजल्भ गर्नु पर्यो होरिजेन्टलतिर, अर्को चाहिँ भर्टिकलतिर गर्दाखेरि यसको रियाक्सन चाहिँ दुईवटा आउने भयो हैन, हिङ सपोर्टमा। अनि त्यसपछि अर्को रहेको छ हाम्रो रोलर सपोर्ट, जसलाई चाहिँ सिम्बलमा चाहिँ यसरी देखाइन्छ, यसरी और यो ट्रायंगल बनाएर यसरी यो किसिमको चाहिँ बनाइन्छ हैन। अब यसको रियाक्सन चाहिँ के हुन्छ भन्दाखेरि, एउटा रियाक्सन हुन्छ। यो बिम छ भने यसरी भर्टिकल्ली लागेको हुन्छ, त्यो रियाक्सन हुन्छ। अर्को 3 नम्बरमा अर्को हाम्रो रोलर सपोर्ट पछि अर्को छ फिक्स सपोर्ट भनेर हुन्छ। फिक्स सपोर्ट लागेको हुन्छ। यो फिक्स सपोर्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसरी लागेको हुन्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि, यसको चाहिँ यदि मैले यो पोइन्टमा चाहिँ यसलाई रियाक्सन देखाउन थालेँ भने यहाँ एउटा चाहिँ भर्टिकल्ली हुने भयो, एउटा चाहिँ होरिजेन्टल हुने भयो, र एउटा चाहिँ मोमेन्ट आउने भयो। यो तीनवटा किसिमको सपोर्टहरू हुन्छ। यो सपोर्टहरूको रियाक्सन चाहिँ कति हुन्छ थाहा पाउनुपर्छ। हिङ सपोर्टमा रियाक्सन कतिवटा, भर्टिकल र होरिजेन्टल गरेर दुईवटा रियाक्सन। रोलर सपोर्टमा कतिवटा रियाक्सन, एउटा, त्यो पनि भर्टिकल डाइरेक्सनमा हैन, अथवा प्लेन जुन प्लेनसँग टच खान्छ त्योसँग परपेन्डिकुलर जाने भयो। 3 नम्बरमा अर्को फिक्स सपोर्ट छ, यसमा चाहिँ रियाक्सन तीनवटा, होरिजेन्टल, भर्टिकल र एउटा मोमेन्ट आउँछ। यो कुरा चाहिँ एकदमै बुझ्नुपर्छ है। यो कुरा चाहिँ मेन बुझेपछि मलाई चाहिँ यही रियाक्सनहरू चाहिँ क्वेसनले सोधेको छ। यसमा बिममा लागेका रियाक्सनहरू चाहिँ पत्ता लगाऊ भनेर मलाई क्वेसनले भनेको छ। अब त्यही अनुरूप म चाहिँ यो क्वेसन चाहिँ यहाँको क्वेसन चाहिँ यहाँ दिएको क्वेसन चाहिँ मैले सल्भ गर्दैछु। अब यो फिगरमा यो देख्न सक्छौँ, यो फिगरमा ए र बी भन्ने एउटा बिम छ। ए र बीको बिममा चाहिँ एउटा एमा चाहिँ हिङ सपोर्ट छ, बीमा रोलर सपोर्ट छ। हिङ सपोर्टमा रियाक्सन कतिवटा मैले अघि पनि भनिसकेँ। हिङ सपोर्टमा रियाक्सन भनेको दुईवटा, यो पनि होरिजेन्टल एन्ड भर्टिकल हैन। त्यसपछि लगेर रोलर सपोर्ट छ बी पोइन्टमा। रोलर सपोर्टमा चाहिँ रियाक्सन कतिवटा, एउटा, त्यो भनेको भर्टिकल मात्रै छ अहिलेलाई हैन, भर्टिकल मात्रै। अब यो कुरा चाहिँ अब हामीले मेन कुरा बुझ्न पर्यो है। अब त्यसपछि यो ए र बीमा चाहिँ डिफ्रेन्ट लोडहरू लागेको छ। एउटा छ सुरुमा एदेखि बीसम्म लागेको लोड छ। यो लोडलाई हामी युडिएल भनेर भन्छौँ, युनिफर्मली डिस्ट्रिब्युटेड लोड भनेर भन्छौँ। यो चाहिँ यसरी सिम्बलमा गइरहेको छ हैन, अर्थात् यसको सिम्बल चाहिँ यस्तो पनि हुन्छ, यसरी त्यो बिममा लागेको सिम्बल चाहिँ देखाइन्छ है। अनि अर्को चाहिँ सी नम्बरमा छ पोइन्ट लोड छ। यो कहाँ लागेको छ, सीमा लागेको छ। तर सीमा पनि के छ त, सी पोइन्टमा पनि के छ भन्दाखेरि 5 किलोन्युटन लोड लागेको छ। यो चाहिँ भर्टिकल्ली लागेको छ। अर्को चाहिँ डी पोइन्टमा पनि पोइन्ट लोड नै छ डी पोइन्टमा पनि। तर यो डी पोइन्टमा लागेको 3 किलोन्युटन जुन छ, यो 3 किलोन्युटन, यो 3 किलोन्युटन चाहिँ इन्क्लाइन छ। इन्क्लाइन हुने बित्तिकै अब हामीले यसलाई चाहिँ रिजल्भ गर्नुपर्छ। हामी एकछिनमा हिसाबमा गर्छौँ। र अर्को ईदेखि बीसम्म चाहिँ युभिएल, युनिफर्मली भ्यारिङ लोड लागेको छ, जो चाहिँ ट्रायंगल सेपमा हुन्छ हैन, अहिले चाहिँ यति बुझौँ। हामीले चाहिँ सुरुमा
यो भनेको के हो त, यो भनेको युडिएल लोड हो, यो युडिएल लोड भन्छ यसलाई। यो पोइन्ट लोड भयो, यो पनि पोइन्ट लोड भयो। अनि त्यसपछि यो इन्क्लाइन पोइन्ट लोड भयो भने यो भर्टिकल्ली पोइन्ट लोड भयो। यो चाहिँ हाम्रो युभिएल भयो। यो टाइप्स अफ लोडहरू र टाइप्स अफ सपोर्टहरू हामीले चाहिँ बुझ्नै पर्छ है त। त्यही अनुसार चाहिँ हामीले क्यालकुलेसन गर्न सक्छौँ। अब म यहाँनिर अब बाँकी गर्दैछु। अब यो क्वेसनलाई अगाडि हेरौँ। अब मैले यसको एफपिडी बनाउँछु है। यो गिभन फिगरको चाहिँ मैले एफपिडी बनाउनु पर्छ। अब एफपिडी चाहिँ मैले बनाउँदैछु। एफपिडी बनाउँदैछु म। अब यसमा चाहिँ सुरुमा यो फिगरको चाहिँ एफपिडी बनाऊ। अब सोलुसन गर्दैछु म। सोलुसन ड्र एफबिडी भनेको के त, फ्री बडी डायग्राम है अफ गिभन बीम है। अब पहिला मैले सुरुमा आई नम्बरमा के गरेँ त, यो एफबिडी चाहिँ ड्र गर्नलाई। अब यो गिभन फिगर चाहिँ बनाऊ। माथिको जसरी मैले पहिला चाहिँ एदेखि बीसम्मको चाहिँ बनाउँछु यसरी। एदेखि बीसम्म यो ए पोइन्ट भयो, यो बी पोइन्ट भयो। अब एफबिडी भनेको के त, यो बीममा लागेका, यो एबी भन्ने बीम छ एउटा, यो बीममा लागेका फोर्स र रियाक्सनहरूलाई चाहिँ देखाउने हो। अब सपोर्टलाई चाहिँ हटाउनु पर्यो हैन। सपोर्टलाई चाहिँ मैले हटाउनु पर्यो। यो ए पोइन्ट छ, यो बी पोइन्ट छ। अब यसमा हेर्नुस् त, अब ए र बी दुईटा पोइन्ट छ। ए पोइन्टमा हिङ सपोर्ट छ, यो हिङ सपोर्ट हो। हिङ सपोर्ट भन्ने बित्तिकै यहाँ रियाक्सन कतिवटा आउँछ, दुईवटा आउँछ। त्यसलाई चाहिँ अब मैले चाहिँ रियाक्सन लेखेँ है। रियाक्सन चाहिँ एउटा रियाक्सन होरिजेन्टल्ली एट पोइन्ट ए भयो, अर्को रियाक्सन भर्टिकल्ली एट पोइन्ट ए भयो हैन। अब बीमा के छ त, यो बी भन्ने पोइन्टमा, यो बी भन्ने पोइन्टमा यो भनेको रोलर सपोर्ट हो। रोलर सपोर्ट हो यो। रोलर सपोर्ट भनेपछि रियाक्सन एउटा आउँछ परपेन्डिकुलर टु द प्लेन भनेपछि यो प्लेनसँग के छ, परपेन्डिकुलर छ भनेपछि आर भी बी गरेर अब यो तीनवटा चाहिँ रियाक्सन चाहिँ मैले निकाल्नुपर्छ है त। अब एदेखि बीसम्म कुन लागेको छ, युडिएल लोड लागेको छ है। त्यसलाई पनि मैले यहाँ बनाइहाल्छु। जसरी छ त्यसरी बनाएँ। युडिएल लागेको यसरी बनाएँ। त्यसपछि एउटा पोइन्ट लोड लागेको छ यहाँनिर। त्यसपछि एउटा इन्क्लाइन लोड लागेको छ। यो कति डिग्रीमा छ भन्दा 30 डिग्रीमा छ, होरिजेन्टलसँग 30 डिग्री। यो चाहिँ हाम्रो 5 किलो न्युटन भयो। यो चाहिँ 3 किलो न्युटन छ। त्यसै गरी अब चाहिँ यहाँनिर चाहिँ युनिफर्मली भ्यारिङ लोड लागेको छ, युभिएल हैन। यसरी चाहिँ युभिएल लागेको छ। यसरी युभिएल लागेको छ यहाँ। यसरी यो युभिएल चाहिँ यसरी लागेको छ। यो चाहिँ कति छ भन्दाखेरि हाम्रो 10 किलोन्युटन पर मिटर छ है। अब यो चाहिँ युडिएल कति छ, 8 किलोन्युटन पर मिटरमा छ। अब यसको डिस्टेन्सहरू छ, यसरी डिस्टेन्सहरू पनि देखाइदिइहालौँ। हामीलाई डिस्टेन्स चाहिँ मोमेन्ट लिने बेला काम लाग्छ। 2 मिटर भयो, यो चाहिँ 1 मिटर, यो पनि 1 मिटर, अनि यो चाहिँ हाम्रो 2 मिटर छ, उता 3 मिटर छ। यो चाहिँ हाम्रो के भयो त, यो एफबिडी भयो। अब मैले जति पनि हिसाब गर्दैछु, अब यो रियाक्सन निकाल्ने हिसाब गर्दैछु, यो एफबिडीबाटै गर्दैछु। यो जुन चाहिँ मैले निलो पेनले लेखेको छु, यो चाहिँ के हो त, हाम्रो रियाक्सनहरू हो। अब मलाई क्वेसनले के भनेको छ भन्दा सपोर्ट रियाक्सनहरू निकाल भनेको छ। सपोर्टको रियाक्सनहरू, सपोर्ट ए र बीमा थियो, त्यही भएर एमा चाहिँ हिङ सपोर्ट थियो, त्यही भएर दुईटा रियाक्सन आयो, होरिजेन्टल र भर्टिकल्ली। र बीमा चाहिँ रोलर सपोर्ट थियो, एउटै रियाक्सन आयो, त्यो भनेको आरबिबी आयो। अब यो तीनवटालाई चाहिँ मैले क्यालकुलेसन गर्नुपर्छ। ल अब यो गर्नको लागि चाहिँ हामीले डिटर्मिनेट स्ट्रक्चरमा चाहिँ के गर्नुपर्छ, स्ट्याटिक इक्विलिब्रियम कन्डिसन लगाएर चाहिँ गर्नुपर्छ। स्ट्याटिक इक्विलिब्रियम कन्डिसन भनेको के त, समिसन एफएक्स बराबर 0, समिसन एफआई बराबर 0 र समिसन एम बराबर 0। यो चाहिँ हाम्रो के हो त, इक्विलिब्रियम कन्डिसन हो। यो कन्डिसन लगाएर चाहिँ अब हामीले यो रियाक्सनहरू क्यालकुलेसन गर्नुपर्छ। अब फिगरबाट जाउँ है। अब 2 नम्बरमा क्यालकुलेसन अफ सपोर्ट रियाक्सन्स के छन् त, आरएचए, आरभिए एन्ड
आरभिबी चाहिँ मैले पत्ता लगाउँदैछु। ल अब त्यो फिगरबाट जाउँ है। अब फ्रम एफबिडी अफ बीम युजिङ इक्विलिब्रियम कन्डिसन है। इक्विलिब्रियमको फर्स्ट कन्डिसन भनेको मैले यो देखाइसकेको छु। यो फर्स्ट कन्डिसन चाहिँ मैले के गर्छु, अप्लाई गर्छु। इक्विलिब्रियमको फर्स्ट कन्डिसन भनेको के हो त? फर्स्ट कन्डिसन भनेको के हो त भन्दाखेरि हाम्रो ए नम्बर भनौँ यसलाई, समिसन एफएक्स बराबर 0। यो भनेको के हो त? एक्स डाइरेक्सनमा लागेको भनेको होरिजोन्टली लागेका फोर्सहरूको टोटल सम बराबर 0 हुन्छ भनेको। अब यता पूर्व जानेलाई मैले प्लस मानिदिएँ भने अब पश्चिम आउनेलाई चाहिँ माइनस भयो। अब यहाँनिर एउटा इन्क्लाइन फोर्स छ। सबैभन्दा पहिला यो इन्क्लाइन फोर्सलाई त के गर्नु पर्यो त? रिजल्भ गर्नु पर्यो। यो इन्क्लाइन फोर्स आउने बित्तिकै यसरी रिजल्भ गरौँ। यो चाहिँ के छ त? यो भनेको 3। अब रिजल्भ गर्दाखेरि एङ्गलतिर रिजल्भ गऱ्यो भने कस लाग्छ, अर्कोतिर के लाग्छ? साइन लाग्छ। त्यसैले यतातिर 3 sin 30 भयो, यतातिर के भयो त? 3 cos 30 भयो। अब यसको काम छैन। अब हेर्ने भनेको हामीले 3 sin 30 र 3 cos 30 हो। अब यो यहाँ देखाउनुको मतलब यहाँ लागेको, यहाँनिर लागेको फोर्स हो भनेर बुझ्नुपर्छ। ल अब समिसन एफएक्समा हेरौँ, त्यही फिगरमा हेरौँ त। यहाँ त्यही फिगर हेर्दाखेरि के छ त भन्दाखेरि हाम्रो आरएचए, अब आरएचए पूर्वतिर गएको छ त्यही भएर प्लस भयो। यो आरएचए हैन पूर्वतिर गएको छ त्यही भएर प्लस भयो। अब उतातिरबाट अर्को के आछ? माइनस। यतातिर डाइरेक्सन छ, कुन डाइरेक्सन छ? यो छ। किन भन्दा म होरिजोन्टली एक्स डाइरेक्सनमा लागेको फोर्सलाई मात्र हेरिराखेको छु भनेपछि यो भनेको 3 cos 30 डिग्री अनि बराबरको बराबर 0। अरू त कुनै छैन होरिजोन्टली लागेको। यो पनि गयो, यो पनि गयो, दुईवटा होरिजोन्टली लागेको हैन त। ल बराबर 0। अब यहाँनिर और आरएचए माइनस 3 cos 30 भनेको कति हुन्छ? अब यसलाई म क्यालकुलेसन गर्दैछु। 3 into cos 30 भनेको 2.59 आयो हैन। 2.59 बराबर 0। त्यसैले आरएचए भनेको कति आयो त? 2.59 प्लसमै आयो भनेपछि यसको डाइरेक्सन, अब युनिट के छ त्यो पनि लेखौँ। यसको युनिट भनेको किलो न्युटन हो, किन भन्दा फोर्सहरू सबै लोडहरू किलो न्युटनमै छ। यो चाहिँ यतातिर डाइरेक्सनमा आयो। यो चाहिँ हाम्रो के भयो त? पहिलो एन्सर आयो। ल अब पहिलो इक्विलिब्रियम कन्डिसन हामीले अप्लाई गऱ्यौँ। अब दोस्रो इक्विलिब्रियम कन्डिसन, अब बी नम्बरमा अर्को इक्विलिब्रियम कन्डिसन भनेको समिसन एफआई बराबर 0 हैन। अब उत्तर जानेलाई प्लस मानौँ, दक्षिण आउनेलाई माइनस मानौँ। अब उत्तर जाने हेर्नु फोर्सहरू, एउटा यो आरभिए भन्ने छ, एउटा यो आरबिबी भन्ने छ हैन। अब आरभिए पनि उत्तर गएको छ, प्लस भयो। त्यसपछि आरबिबी पनि उत्तर गएको छ, प्लसै भयो। अब तल आउने फोर्सहरू हेर्नु त। तल आउने फोर्सहरू चाहिँ के हुन्छ भन्दाखेरि अब पोइन्ट लोडहरू हेरौँ। अब यो 8 छ, यो 8 चाहिँ युडिएल छ। यो युडिएललाई मैले अब के गर्नुपर्छ भन्दाखेरि पोइन्ट लोडमा लिनुपर्छ। युडिएललाई मैले के गर्नुपर्छ भन्दाखेरि पोइन्ट लोडमा लिनुपर्छ। यदि मैले युडिएललाई पोइन्ट लोडमा लिएँ भने के हुन्छ त? हाम्रो यसको डिस्टेन्स कति छ त्यसले चाहिँ मल्टिप्लाई गर्नुपर्छ हैन। अब डिस्टेन्स कति छ त्यसले मल्टिप्लाई गर्नुपर्छ। अब मानौँ अब यो यसलाई चाहिँ मैले पोइन्ट लोड बनाउँदाखेरि के हुन्छ भन्दाखेरि यो चाहिँ कहाँ लाग्छ भन्दा सेन्टरमा लाग्छ। सेन्टरमा यसरी लाग्छ। अझ सेन्टर बनाउँ यसलाई। सेन्टरमा यसरी लाग्छ हैन। यसरी एज्युम गरौँ। यो भनेको 8 किलो न्युटन लोड छ यो, अनि 2 चाहिँ यसको डिस्टेन्स हो। 8 दुना 16 किलो न्युटन चाहिँ यसको लोड लाग्यो भनेर थाहा हुनुपर्छ। अब यसको ट्रायंगलमा चाहिँ के हुन्छ भन्दाखेरि ट्रायंगलमा अथवा युबिएलमा चाहिँ यो चाहिँ सेन्टरमा हुन्छ। योदेखि योसम्मको डिस्टेन्स भनेको हाम्रो 1 मिटर हुन्छ हैन। यता पनि के हुन्छ? 1 मिटर हुन्छ। युडिएलको चाहिँ सेन्टरमा लाग्छ, जहाँ पनि सेन्टरमा लाग्ने हो। पोइन्ट लियो भने सेन्टरमा लाग्ने हो हैन। अब युबिएलमा चाहिँ कस्तो के हुन्छ भन्दाखेरि यो युबिएलमा चाहिँ हाम्रो हजुरहरूले सिजी निकाल्ने बेला पनि थाहा पाउनु होला। सेन्टर भनेको के हुन्छ? यसरी गऱ्यो भने
यो बी छ भने टोटल बी छ भने यतातिरको यो एच छ भने हैन। यसको सेन्टर भनेको यहाँनिर लाग्छ भनेपछि यो फोर्स चाहिँ यहाँनिर यसरी लाग्ने भयो। यो लाग्दाखेरि यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको टोटल बी बाई यता यो भर्टेक्सबाट यता हेर्ने हो भने बी बाई 2b/3 हुन्छ। अनि यो 90 डिग्रीबाट यता हेर्ने हो भने के हुन्छ भन्दाखेरि हाम्रो b/3 हुन्छ। यसरी हुन्छ। अब यो 10/3 भनेको कुन सेपमा छ? ट्रायंगल सेपमा छ। त्यही भएर यसको एरिया भनेको के हुन्छ त? यो पोइन्ट लोड लिन पर्यो यसरी यसलाई। यो पोइन्ट लोड लिन पर्यो। यसको एरिया भनेको के हुन्छ भन्दाखेरि हाम्रो यसको एरिया भनेको के हुन्छ भन्दाखेरि हाफ इन्टु यसको के अरे ब्रेथ भनेको 3 अनि यसको हाइट भनेको यो जुन गिभन लोड छ त्यो 10 हो। यसरी गर्दाखेरि 5 त्यहाँ 15 किलो न्युटन चाहिँ यो पोइन्ट लोडमा आयो। अब यसको काम छैन। अब हामीले यो 8 को पनि काम छैन। यसरी बुझ्न पर्यो। 8 को पनि काम छैन, यो 10 को पनि काम छैन। अब त्यो हुनाले अब हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो चाहिँ अब कहाँबाट लाग्छ यो पोइन्ट लोड भन्दाखेरि यो हाम्रो यहाँदेखि यतातिरको मैले डिस्टेन्स लिए भने के छ 2b/3 छ। 2b/3 भनेको b भनेको अहिले 3 मिटर छ। 3/3 यो कट्यो भनेपछि 2 मिटर भयो। 2 मिटर यहाँदेखि यहाँसम्म 2 मिटर छ। अब यता 2 भएपछि उता अभियसली के भने 1 मिटर हुने भयो। यसरी चाहिँ त्यहाँनिर लाग्छ भन्ने बुझ्नु पर्यो। ल अब हामीले एज अ पोइन्ट लोडको हिसाबमा चाहिँ अब हामीले अगाडि गर्न सक्छौँ। ल त्यो हुनाले मैले चाहिँ अब के गरेँ भन्दाखेरि सुरुमा यो यहाँनिर यो दोस्रो इक्विलिब्रियम कन्डिसन लगाएको छु। वाइ डाइरेक्सनल फोर्सहरूलाई चाहिँ जोडिरहेको छु, जोड्ने घटाउने गरिरहेको छु। माथि र जाने दुईवटा छ, यो आरबिए र आरबिबी, मैले त्यही भएर प्लस माने। अब माथिबाट तल आउने भनेको अब मैले यो युडिएललाई पोइन्ट लोडमा लिइसकेको छु भनेपछि के भयो त? तलतिर आएको छ -8 × 2 भयो हैन। त्यसपछि अर्को भनेको के छ? 5 छ, -5। अब यो 3 sin 30 पनि आएको छ तल, -3 sin 30। त्यसपछि फेरि अर्को के छ त? अर्को फेरि हाम्रो के छ भन्दाखेरि यसलाई लित्त सारौँ है। अब अर्को यो 3 को पनि कामै छैन हैन। यो 3 को पनि हामी लिने होइन, त्यो रिजल्टबाट यो आइसकेको छ। अर्को भनेको चाहिँ यो युभिएल लोड चाहिँ के छ त? -1/2 × 3 × 10 गर्नु पर्यो हैन, बराबर अरु त कुनै छैन, बराबर 0 गर्नु पर्यो। अब यसलाई हेर्ने हो भने के हुन्छ भन्दाखेरि हाम्रो यसलाई क्याल्कुलेसन गरौँ। आरबिए प्लस आरबिबी यो कति हुन्छ? टोटल हिसाब गरौँ। त्यो भयो 16 प्लस 5 प्लस यो 1.5 भयो 3 को आधा, अनि प्लस त्यो भनेको 15 हो। गर्दाखेरि 37 माइनस 37.5 आयो। यो सबैलाई क्याल्कुलेसन गर्दा बराबर 0। अब यसलाई आरबिए प्लस आरबिबी बराबर 37, यसलाई उता लेखौँ, बराबर भन्दा उता 5 इक्वेसन 1 मानौँ। अब मलाई आरएच यता आइसकेको छ। मलाई अब आरबिए र आरबिबी पत्ता लगाउनु पर्ने छ है त। अब यो चाहिँ पत्ता लगाउनको लागि अब हामीले के गर्नुपर्छ? एउटा मोमेन्ट लिन पर्यो। मोमेन्ट भनेको के हो भन्दाखेरि फोर्स इन्टु पर्पेन्डिकुलर डिस्टेन्स हो हैन। अब त्यो हुनाले अब मैले के गर्दैछु भन्दाखेरि मोमेन्ट लिँदैछु। मोमेन्ट कहाँ लिने भन्दाखेरि अब अर्को कन्डिसन इक्विलिब्रियम कन्डिसन 3टा हो हैन। एउटा चाहिँ समेसन एफएक्स बराबर 0, एउटा चाहिँ बी बराबर 0 हैन। ल अब यसलाई अलि ठाउँ भएन, मैले यसलाई चाहिँ शिफ्ट गरेर अन्यत्र सार्दिएँ है। यतातिर लगेर राखिदिएँ। ल यतातिर लगेर राखिदिएँ अनि यसलाई पनि अलि सानो बनाइदिएँ। म अब अर्को कन्डिसन अप्लाई गर्दैछु। अब सी नम्बरमा
सी नम्बरमा रहेको छ। अब सी नम्बरमा चाहिँ टेकिङ, अब यो आरबिए र आरबिबी जहाँ लागेको छ त्यहाँनिर एउटालाई 0 गराउने हो। मोमेन्ट भनेको मैले ए पोइन्टमा लिएँ भने आरबिए 0 हुने भयो, बी पोइन्टमा लिएँ भने आरबिबी 0 हुने भयो। त्यसैले मैले टेकिङ मोमेन्ट एबाउट 8 पोइन्ट ए, ल मैले एमा चाहिँ मोमेन्ट लिएँ। अब यसरी क्लकवाइज मोमेन्ट भनेको त क्लकवाइज कि एन्टी क्लकवाइज हुन्छ। क्लकवाइज जानेलाई मैले प्लस माने, समिसन याम ए बराबर 0 होइन त। त्यो हुनाले अब सबै फोर्सहरूलाई मैले कहाँ ल्याउनु पर्यो, एमा ल्याउनु पर्यो। ल एमा ल्याइहालौँ। सबै फोर्सहरूलाई रियाक्सनहरूलाई मैले कहाँ ल्याउनु पर्यो, एमा ल्याउनु पर्यो। ल यसरी सानो बनाऊ है। ल मैले अब सबै फोर्सहरूलाई एमा, मोमेन्टलाई चाहिँ एमा ल्याउनु पर्यो। ल यहाँ हेरौँ। और अब सुरुमा यो आरबिबी भन्ने आयो। आरबिबी कसरी आएको छ त? यो आरबिबी चाहिँ यसरी घुमेर आएको छ, यसरी क्लकवाइज घुमेर आएको छ। अब मैले यो पोइन्ट लोड मात्रै देखाएँ है त। यो सबै मैले सबै चाहिँ हटाइदिन्छु। यसलाई चाहिँ हटाइदिएँ, यसलाई मैले सबै हटाइदिएँ। मैले यसलाई हटाइदिएपछि यो 3 लाई पनि हटाइदिएँ। ठिकै छ, यसलाई राखौँ। ठिकै छ, यसलाई यस्तै राखौँ। ल अब हेर्नु है, यो आरबिबी आयो। आरबिबी कुन डाइरेक्सनमा घुम्यो त? आरबिबी कुन डाइरेक्सनमा घुम्ला त? आरबिबी भनेको यो डाइरेक्सनमा घुम्यो। यसरी कहाँ आउनु पर्नेछ, एमा आउनु पर्नेछ। यसरी घुमेपछि के भयो त? घडीको सुईभन्दा उल्टो घुम्यो, एन्टी क्लकवाइज। मैले क्लकवाइज यसरी घुमेकोलाई प्लस मानेको छु, मेरो घुम्दियो यसरी। यो आरबिबीलाई कहाँ आउनु पर्यो, एमा आउनु पर्यो भनेपछि माइनस, किन भन्दा एन्टी क्लकवाइज भयो, क्लकवाइजलाई प्लस मानेको छु, एन्टी क्लकवाइज के भयो, माइनस भयो। आरबिबी इन्टु डिस्टेन्स कति छ? यो आरबिबीलाई एसम्म पुग्न डिस्टेन्स कति छ? किन भन्दा मैले एमा मोमेन्ट लिएछु। 3 2 5 6 7 8 9 9 मिटर रहेको छ, 9 मिटर। त्यसपछि अर्को चाहिँ अब यो 10 को ठाउँमा अब आउँछ यो पोइन्ट लोड आउँछ। पोइन्ट लोड अब कसरी घुमेर आयो भन्दाखेरि यो यसरी घुमेर आयो, यसरी घुमेर आयो। यसरी घुम्नुको मतलब के हो त? यसरी घुम्नुको मतलब क्लकवाइज हो, त्यसैले प्लस भयो। प्लस अब त्यो भनेको 15 किलो न्युटन हो। 15 इन्टु यो युबिएल लोड चाहिँ मैले पोइन्ट लोड लिइसकेको छु 15, त्यही 15 इन्टु अब यो 15 लाई यहाँसम्म डिस्टेन्स, यताको 2 2 4 5 6 7 8 8 मिटर। त्यसपछि यो 3 sin 30 आयो। 3 sin 30 भनेको यहाँबाट लाग्यो होइन। अब 3 sin 30 चाहिँ अब प्लसमै आयो, यो पनि यसरी घुम्यो। यसरी यो घुम्दाखेरि 3 sin 30 भनेको फोर्स भयो। अब यसको डिस्टेन्स भनेको के छ? यसलाई चाहिँ यहाँ पुग्नलाई 4 मिटर लाग्यो होइन। त्यसपछि 5 को छ। ल 5 को के होला त? 5 को चाहिँ हेरौँ। ल अब यहाँ चाहिँ यो 5 लाई हेरौँ। 5 पनि कसरी? यसरी घुमेर आयो। यसरी घुमेपछि क्लकवाइज भयो। त्यो हुनाले के भयो त? प्लस 5 इन्टु डिस्टेन्स भनेको 2 1 3 मिटर भयो। अनि त्यसपछि फेरि यो युडिएल लोड चाहिँ 16 आयो। प्लस 16 इन्टु 16 लाई यहाँ पुग्नलाई 1 मिटर पार गरेको छ, 1 बराबर 0। अब यहाँ चाहिँ माइनस आरबिबी इन्टु 9 प्लस, अब यहाँनिर सबैको हिसाब गर्दाखेरि के हुन्छ भन्दाखेरि 15 इन्टु 8 प्लस 3 sin 30 भनेको 1.5 1.5 इन्टु 4 प्लस अनि 5 इन्टु 3 प्लस 16 गर्दा 157 भयो। 157 बराबर 0। अब माइनस आरबिबी इन्टु 9 बराबर माइनस 157 बराबर हुँदा उता माइनस भयो, यो र यो कट्यो। और आरबिबी भनेको के भयो त? 157 भागा 9 भयो, भागा 9, यो भनेको
17.44 किलो न्युटन आयो। अब आरबिबीलाई मैले कता एजुम गरेको थिएँ, माथितिर गएको देखाएको थियो। यो आरबिबीलाई माथितिर गएको देखाएको थिएँ भनेपछि यो प्लसमै आयो, पोजिटिभमै आयो, माथितिर गयो। ल अब यो आरबिबीको मान चाहिँ यो इक्वेसन 1मा राख्न पर्यो। इक्वेसन 1 यहाँ छ, त्यो राख्यो भने आरबिबीको मान आउने भयो। अब फ्रम इक्वेसन 1 अनि के हुने भयो त त्यहाँ आरबिए प्लस आरबिबीको मान चाहिँ यहाँ छ 17.44 बराबर 37.5। अब आरबिए भनेको के भयो त 37.5 माइनस 7.44 माइनस 9.5 यो 20.05 किलो न्युटन आयो। यो पनि के भयो त पोजिटिभमै आयो, त्यसैले यो पनि यतातिर गएको मानेको थिएँ माथितिर गएको मानेको थिएँ मैले। आरबिबी आयो, आरबिए चाहिँ माथितिर गएको मानेको छु। यो चाहिँ भर्टिकल फोर्स हो, त्यसैले माथितिर गएकै मानेको छु। ल अब हामीलाई चाहिँ के आयो त सो रिक्वायर्ड रियाक्सन्स आरबिए भनेको 20.05 किलो न्युटन यसरी आयो। आरबिबी भनेको यहाँनिर आएको छ 17.44 किलो न्युटन, यो पनि मात्र गएको आयो। अनि आरएचए भनेर आएको छ फर्स्टमा हामीले निकालेको। आरएचए भनेको यहाँ राखेको छु 2.59, यो भनेको 2.59 किलो न्युटन। यो पनि के भयो त यो चाहिँ प्लसमा आयो, पोजिटिभ आयो, एन्सर भयो। ल यसरी चाहिँ रियाक्सन निकाल्नुपर्छ। यो रियाक्सन निकालेपछि अनि त्यसपछि फेरि हामीले चाहिँ बेन्डिङ मोमेन्ट र सेयर फोर्स, एक्जिल फोर्सहरू क्यालकुलेसन गरेर त्यसका ड्रइङहरू बनाउनुपर्छ बिएमडी र एसएफडीमा। ल पहिलो मेन कुरा चाहिँ यो क्वेसनमा चाहिँ यति नै थियो, मैले त्यही भएर यति नै बनाएँ। मलाई आशा छ तपाईँहरूले बुझ्नु होला। थ्याङ्क यू सो मच।